हेलो गाइज वेलकम टु शेफ साजुन ब्लग। आज चाहिँ हामी घरमा पुरी र आलु दम बनाएर खाने तयारीमा छौँ। देख्नु हुँदैछ हजुरले मैले चाहिँ आटाको पिठो लिएको छु किनकि हामीलाई आटाको पिठोको पुरी मन पर्छ। अलिकति थपे मैले पुग्दैन कि मलाई भनेर अनि फेरि डो बनाएँ। डो मैले 20 मिनट्स राखिदिएँ त्यहाँ क्लिन र्यापले प्याक गरेर। आलु उसिन्न हालेको थिएँ, सो आलु चेक गर्दा चाहिँ मस्त पाकेछ। अब चाहिँ यसलाई मैले निकाल्छु अनि छोडाएर देखाउँछु। अब चाहिँ आलुलाई काट्छु, प्याजहरू काट्छु अनि त्यसपछि मैले गोडबेला नि काटेर साइडमा राखेको छु। धनियाँ काटेँ किनकि धनियाँ एकदम मनपर्छ मलाई, मिठो मिठो स्मेल एन्ड मिठो मिठो बास्ना। अनि मैले बनाएँ। सो आदिको प्रोसेस चाहिँ मैले धेरै चाहिँ मैले खिच्न भएन। सो यो चाहिँ मैले प्याज र गोडबेला हालेको थिएँ अनि त्यो पाकेपछि चाहिँ मैले आलु माथिबाट हालेँ, एकछिन छोपेँ अनि त्यसपछि पकाएँ। फेरि म पुरी बनाउनुतिर लागेँ किनकि टाइम थिएन मसँग, अँध्यारो हुन थालिसकेको थियो। मेरो पुरी हेर्नुहोस् कति गोलो अनि मैले हालेँ पुरी। सो यो फुल्दैछ, फुलेसी मिठो ल कति गोलो, आहा कति राम्रो, वाउ। अब यो निकालेपछि रेडी भयो पुरी एन्ड आलु दमको तरकारी। थ्याङ्क यू फर वाचिङ माई भिडियो, लभ यू गाइज।